नमस्कार साथीहरू, आज म जापानको गाउँ क्षेत्रमा आएको छु। यो चाहिँ जापानको किताक्युसुको माउन्ट साराकुराको ठ्याक्क तल ठाउँ हो। यहाँ चाहिँ जङ्गली बँदेललाई किसानले कसरी ट्र्यापमा फाल्छ भन्ने कुरा म तपाईँलाई देखाउने छु साथीहरू। म अब अगाडि बढ्दैछु बिस्तारै होइन। यो चाहिँ बाटो माथिदेखि नै माउन्ट साराकुरा माउन्टेन हो। ठ्याक्क यताबाट हिँड्दा हिँड्दै ठ्याक्क म अब तपाईँलाई देखाउँछु कसरी जापानका किसानहरूले चाहिँ जङ्गली बँदेललाई चाहिँ ट्र्यापमा फाल्छन् भनेर पासोमा फाल्छन् भन्ने कुरा देखाउँछु साथीहरू। पासो चाहिँ तपाईँहरूको फलामले बनेको हुन्छ होइन, चारैतिर बक्स टाइपको हुन्छ कि बक्स ट्र्याप भनिन्छ, जसमा भित्र खाना राखिन्छ र बँदेलभित्र पस्दा ढोका आफै बन्द हुन्छ होइन। जापानमा यस्तो ट्र्याप राख्नलाई लाइसेन्स चाहिन्छ है साथीहरू। म अब ठ्याक्क पुगेँ साथीहरू, उतेनर हेर्नुहोस् त, यो उसमा चाहिँ ठ्याक्क दुईवटा बँदेल चाहिँ पासोमा परेको रहेछन्। मैले अघि तपाईँलाई भने नि बक्स ट्र्याप हेर्नुहोस् त, पुरै यताउता जसमा चारैतिर चाहिँ फलामको हुन्छ नि, पुरै बार लगाए हुन्छ कि ठ्याक्क त्यो माथि ढोका खुल्ने अनि यो खानेकुराभित्र हाल्या हुन्छन्। ठ्याक्क यदि भित्र जाने बित्तिकै यिनीहरू ठ्याक्क बन्द हुन्छ कि अटोमेटिक। साथीहरू यहाँ हेर्नुहोस् होइन, यहाँ चाहिँ बोतल परेको छ, तर म चाहिँ नजिक जाँदैन किनभने यो निकै खतरनाक हुनसक्छ होइन। एकदम यहाँ ठोकेको हुन्छ, हेर्नुहोस् त, आवाज सुन्नुहोस् तपाईँ होइन, एकदम जोरले ठोक्छ कि। खै अब यस्तो दुख्यो होला, तर अब चाहिँ कसरी फिल गर्ने होइन, त्यही भएर नजिक चाहिँ नजानु होला तपाईँले कहीँ देखे पनि है साथीहरू। जापानमा बँदेलको मासुलाई इनोसिसी निकु भनिन्छ होइन, र यसबाट बोटान नाबे जस्तो परिकार बनाइन्छ होइन। यो चाहिँ अब जापानमा चाहिँ एकदम पाउँछ भनौँ नि, खासै जापानिजहरूले खान पनि खाँदैनन् प्रायः। अनि साथीहरू हाम्रो नेपालको कन्टेक्स्टमा हेर्दाखेरि होइन, नेपालमा पनि जङ्गली बँदेलको समस्या धेरै ठाउँमा छ, तर जापानमा चाहिँ यसको व्यवस्थापन निकै व्यवस्थित तरिकाले गरिन्छ। साथीहरू, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि भेटौँला नयाँ भिडियोमा। अनि एउटा इम्पोर्टेन्ट कुरा चाहिँ साथीहरू होइन, यो भिडियो शैक्षिक उद्देश्यको लागि मात्र हो होइन। जब कि मैले टाढाबाट खिचेको छु, तपाईँले देखे पनि टाढै बस्नु होला होइन, नजिक नजानु होला होइन। जापानमा चाहिँ जङ्गली जनावर समात्न कानुनी अनुमति आवश्यक हुन्छ, तर हामी चाहिँ नसमात्ने, त्यही भएर टाढाबाट बनाएको भिडियो हो।